हेरौँ कस्तो छ। नाइस, एकदम दामी भएछ। बुवा के बनाउनु हुँदैछ? हेलो, म चाहिँ आज नि अलिकति भैँसीको मासुको अचार बनाउँ भनेर सोचेर चाहिँ नि। हजुर। अहिले यहाँ 2 केजी बोनलेस मिट ल्याएर चाहिँ यहाँ सफा गरेर काट्दैछु। अब यो काटिसकेर चाहिँ फ्राईहरू गरेर म अचार बनाउँ भन्दैछु हो। र अहिले चाहिँ म यो ठिक्कै अब अचारको लागि हो, त्यसले गर्दा चाहिँ सानो सानो यत्रो मात्रै सानो सानो यो खालको पिस चाहिँ अब फ्राई गर्दाखेरि राम्रो पाक्छ भनेर चाहिँ यत्रो पिस चाहिँ गर्दैछु। अब यो चाहिँ अब एकछिन यो काटिसकेर चाहिँ त्यहाँदेखि यसलाई अलिकति पास राखेर चाहिँ फ्राई गर्ने। त्यहाँदेखि बादमा चाहिँ अब अरू आइटमहरू यसलाई पस गर्नुपर्छ। म तपाईँहरूलाई अहिले के लाउने छु, म के लाउनुपर्छ म तपाईँहरूलाई अहिले बादमा सबै देखाउनेछु भन्नेछु ल। मैले चाहिँ अब यो मासु काटिसकेँ। अब यसलाई चाहिँ म अलिकति हल्दी, त्यहाँदेखि मैले हल्दी लाएँ, अलिकति यसलाई नुन लाएँ, त्यहाँदेखि अलिकति यसलाई तोरीको तेल लाएर चाहिँ अब म यसलाई मुछेर चाहिँ एकछिन यसलाई मजाले मुछेर चलाएर यसलाई पास राख्नेछु एकछिन केही मिनटको लागि। ल अब मैले यो मुछिसकेर चाहिँ केही मिनटको लागि चाहिँ म यसलाई छोपेर पास राख्नेछु। र यो अब मासुको अचारको लागि चाहिँ अलिकति मेथी, 2 केजी मासु छ, मैले त्यही अन्दाजले चाहिँ अलिकति मेथी छ, धनियाँको दाना छ, यो ज्वानो, यो कालो जिरा, यो मिठा सोप, यो कालो तोरी। अब यसलाई चाहिँ म केही छिन बादमा चाहिँ यसलाई भुटेर त्यहाँदेखि सेलाएर त्यहाँदेखि पिस्नेछु। र त्यसको लागि मैले बादमा यो रातो खोर्सानी, डल्ले खोर्सानी, अदुवा, लसुन र त्यसको लागि मैले अझै यसमा टिम्बुर र मरिचको पाउडर, मरिच दानाको पाउडर पनि यहाँ रेडी गरेको छु, यो बादमा लाउनेछु। मैले मेथी लगाएँ यसलाई, यो मेथीलाई भुट्दै जाने। त्यहाँदेखि त्यसको बादमा मैले यो दाना धनियाँ लगाएँ। यो दाना धनियाँलाई भुट्दै जाने कम्ती आगो गर्दै भुट्दै जाने। त्यसको बादमा जिराको दाना यसलाई पनि भुट्दै जाने। त्यसको बादमा यो कालो तोरी यसलाई पनि भुट्ने। कालो तोरी यसलाई भुटेर त्यहाँदेखि यो ज्वानो लाएर भुट्ने। त्यहाँदेखि यो कालो जिरा लाएर भुट्ने। फेरि अन्तिममा यो मिठा सोप लाएर भुट्ने। यसलाई राम्रोसँग पाक्नु दिने। अच्छा, अब यो रेडी भयो। यसलाई चाहिँ अब भुटिसक्यो। अब यसलाई चाहिँ एकछिन केही मिनटको लागि यसलाई सेलाउन दिने। अब यसलाई चाहिँ एकछिन सेलाउन दिने। अन्त यसलाई मिक्सीमा भए पनि सिलौटोमा भए पनि पिसेर चाहिँ भरे चलाउनुपर्छ। अब त्यही कराईमा म फेरि अब मासु फ्राई गर्न गइरहेको छु। यो त्यही अब मसला भुटेरै कराईमा अब तोरीको तेल अब यो जुन चाहिँ अघि काटेर पास राखेको मासुलाई चाहिँ म
फ्राई गर्नु गइरहेको छु। अब केही यो तेल खरिनु दिनुपर्छ, त्यसको बादमा चाहिँ मासु फ्राई गर्नु थाल्नेछु म। यो तेल खरिसकेको छ। अब 2 केजी मेरो मासु छ, त्यसले गर्दा चाहिँ म यसलाई 1 केजीको अन्दाजले 3 केजी मासु छ, टोटल 3 केजी मासु हो, त्यसले गर्दा 1.5 केजीको अन्दाजले मात्रै म फ्राई गर्नु गइरहेको छु। यो मजाले चलाएको चाहिँ चलाउँदै यसको अब पानी निस्किन्छ, त्यो पानीलाई पनि सुकाउने र यसलाई मजाले रातो रातो पारेर चाहिँ पानी सुकुन्जेल रातो रातो पारेर चाहिँ फ्राई गर्ने। यो अब पाक्दैछ मासु, यसको अब पुरा पानी निस्किन्छ आफै। यो पानी एकदमै सुकुन्जेल, यो पानी सुकेर पनि यसलाई चाहिँ रातो रातो पारेर चाहिँ एकदम फ्राई गर्नुपर्छ। अब त्यतिन्जेलमा म यो टिमुरको दाना छ, अब आज बत्तीको नहुनुको कारणले गर्दा अब म सिलौटोमै पिस्न गइरहेको छु यो टिमुरको दाना। मजाले पिसेर चाहिँ यसको बादमा लाउनुपर्छ। मासु फ्राई हुन्छ चाहिँ म यो मसलाको गर्दैछु। जुन चाहिँ मैले राखेको भुटेर सेलाएर राखेको मसला चाहिँ अब बत्ती छैन, मिक्सरमा हाल्दा पनि हुने हो। अब बत्ती नभएको कारणले चाहिँ म चाहिँ यो सिलौटोमै पिस्दैछु। तर यसलाई त्यस्तो एकदमै मिन बनाउने जरुरत छैन, हल्का हल्का पिस्दा पनि हुन्छ। मासु पनि देखाइदिउँ न है। हाम्रो मासु चाहिँ यतिको हुँदो रहेछ। यसलाई चाहिँ चर्चर खालको बनाउनुपर्छ बुवा। ओके, लगभग यो मैले फ्राई गर्नु स्टार्ट गरेको आधी घन्टा भयो। अब यो पानी, यसको पानी निस्केको पानी चाहिँ सबै सुकेर यो तेलमा एकदम फ्राई हुँदैछ। अब यसलाई चाहिँ डिप रातो फ्राई गरेर चाहिँ म निकाल्नेछु यसलाई। अनि फेरि अर्को सेट फ्राई गर्छु। यो कति 2 केजी मासु थियो है? 3 केजी मासु। 3 केजी, ओके। यसलाई चाहिँ रातो फ्राई गर्नुपर्छ। मैले मोटामोटी मसलाहरू सबै रेडी गरिसकेको छु। अब एकैछिनमा अर्को सेट फ्राई गरिसकेर चाहिँ त्यहाँदेखि म बनाउने छु अचार। अब चाहिँ यो चाहिँ पाकिसकेको छ। अब यसको पाकेर कलर पनि मासुको अलग्गै चेन्ज भयो। अब चाहिँ म यसलाई निकालेर हामीले आधी घन्टा लाएर भुटेको मासु चाहिँ फ्राई गरेको मासु चाहिँ एकदम रेडी भएको छ। आधी भन्दा पनि बेसी होला हो है? आधी भन्दा पनि बेसी आधी घन्टा भन्दा पनि बेसी। यो चाहिँ अब फाल्टै फ्राई गर्दैछु, किनभने अहिले चाहिँ घरको खानुको लागि बनाएको हो। त्यस कारणले गर्दा चाहिँ अब आमाले दिएर खानुहुन्न, आमाको लागि चाहिँ खोर्सानी चाहिँ मैले फाल्टै फ्राई गर्दैछु, किनभने अब आमाले खोर्सानी खानुहुन्न। त्यसले गर्दा चाहिँ अब दसैँमा यसो इष्टमित्र आउँदाखेरि अब फेरि खोर्सानी बिहा गरेर त मजा आउँदैन। त्यस कारणले चाहिँ मैले खोर्सानी चाहिँ फाल्टै गर्दैछु। अब अरू चाहिँ म फाल्टै गर्दैछु, खोर्सानी चाहिँ मैले फाल्टै गर्दैछु। त्यसको लागि मैले अघि अदुवा लसुनको मैले पिस गरेर राखेको थिएँ। अब यो अदुवा लसुन मैले यसलाई फ्राई गर्दैछु। यो अदुवा लसुनलाई म डिप फ्राई बनाउनेछु।
अदुवा र लसुन चाहिँ मैले अब फ्राई गरिसकेँ। अब यो यसको कलर पनि अब ब्राउन आयो। अब अघि मैले जुन चाहिँ रेडी गरेको मसला, यो मसला पनि एकछिन लगाएर अब चलाउने, हल्का यसलाई 1-2 मिनट भुट्ने र यसलाई कलरको लागि म अलिकति कलरको लागि मैले यो कलर थप्दैछु, हल्का कलरको लागि। अब यसलाई मैले 2-3 मिनट यसलाई मजाले पकाएँ। अब जुन चाहिँ मैले अघि फ्राई गरेर राखेको मासु, यो फ्राई गरेर राखेको मासु हाल्दैछु। यसलाई हालेर मजाले चलाउने। यसलाई चलाउने र त्यसमा मैले अघि पिसेर राखेको यो टिम्बुर पनि हाल्दैछु। यो टिम्बुर हालेर चलाउने। टिम्बुर हालिसकेँ। अब यो मरिचको पाउडर मैले रेडी गरिरहेको छु। यो मरिचको पाउडर छोडिदिने। यहाँ अब मैले सबै मसलाहरू लाएर फेर्दैछु, चलाउँदैछु। अब यसलाई अलि भिनेगर यसलाई लाउने। यो 3 चम्ची मैले भिनेगर लगाएर मजाले फेर्दैछु। अब यसलाई यसमा कम्ती अब पिरो नहालिकन निकालेर त्यहाँदेखि चाहिँ पिरो चाहिँ थप्नुपर्ने छ। अघि यो मासुमै नुन फिटेकोले गर्दा चाहिँ यसमा एकदमै कम्ती नुन चाहिँ थप्दैछु। मजाले चलाएर यो अचार अब सादा बिना पिरोको चाहिँ रेडी भयो। अब यसलाई मजाले हामीले राखेर खान सकिन्छ। सादा एकदम अब आमाको लागि अलिकति सादा निकालेर चाहिँ म फेरि यसमा पिरो थप्दैछु। अब मैले यो सब रेडी भयो। अब चाहिँ मैले यो अघि खोर्सानी अलग्गै फ्राई गरिराखेको थिएँ, किनभने यो पिरो नपिरो निकाल्नु पर्ने थियो, त्यसले गर्दा अलग्गै फ्राई गरेको थिएँ। यो खोर्सानी लाएर चाहिँ चलाएर मजाले यसलाई अलिक ओइली भयो यो, तर यस्तै राख्नुपर्छ यो, किनभने यो खाइहाल्दा पनि हुन्छ। यसलाई 3-4 महिना राखेर खाँदा पनि हुन्छ, त्यही अनुसारले चाहिँ बनाएको। फाइनली अब रेडी भयो। तपाईँहरूलाई यो मैले बनाएको आज भैँसीको अचार कस्तो लाग्यो तपाईँहरूले लाइक, सेयर, कमेन्ट गरिदिनुहोस्।
ट्राई पनि गरिदिनुहोस् फ्राई पनि गरिदिनुहोस्। यो चाहिँ दसैँकै लागि बनाएको, बेच्नु ओर्नु छ होइन, यो खानुकै लागि दसैँ स्पेसियल हाम्रो बन्ने। अब आउने गेस्टहरूलाई आफू पनि खाइन्छ, गेस्टहरूलाई पनि दिन्छ। ल आजको फाइनली रेडी भइसक्यो। तपाईँहरूले लाइक सेयर कमेन्ट गरिदिनुहोस्। बाई बाई। गाइस यो चाहिँ एकदमै मिठो गनाइरहेको छ। सो स्याड म खानु सक्दिनँ, तर एकदमै मिठो गनाइरहेको छ है। टेस्ट त गरिदिनुहोस् भिडियोको लागि। एउटा अब तपाईँहरूलाई अब म काट्ने चाहिँ म चाट्छ भन्छ, त्यसरी नै अब मैले पनि एउटा टेस्ट गरिहालौँ कस्तो छ। नाइस, एकदम दामी भएछ। बाई बाई। बाई।